नमस्ते। पङ्कजा वेलनेस सिरिज लिएर म यहाँहरूको साथी सिलु फेरि एकपटक यहाँहरूसँगै बसेर एक कप चिया खाँदै हाम्रो स्वास्थ्यको परिवारको कुरा गरौँ भनेर आएकी छु। यो नयाँ वर्ष लागेदेखि मैले जब पङ्कजा वेलनेस भनेर चाहिँ हाम्रो पारिवारिक स्वास्थ्यको कुरा र त्यसमा पनि लाइफस्टाइल मेडिसिन होइन, जसलाई चाहिँ हामीले औषधि नखाएर तर हाम्रो लाइफस्टाइल, हाम्रो व्यक्तिगत जीवन जसरी बाँचिरहेछौँ, भोगिरहेछौँ, तिनीहरूकै कुराहरूबाट आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरा गर्दै गर्दा मैले जुन बेलामा एकचोटि हार्वर्ड मेडिकल स्कुलमा पढ्ने अवसर पाएको थिएँ, त्यसको अन्तर्गतबाट जीवनमा चाहिँ 6वटा यस्ता खम्बाहरू हुन्छन् रे जसले चाहिँ हाम्रो स्वास्थ्यलाई राम्रो पार्छ भन्ने पढ्न पाएको थिएँ र रिसर्चले देखाउँदा त्यही कुरालाई लिएर ती 6वटा कुराहरूमध्ये पहिलो एउटा जसलाई चाहिँ सोसल कनेक्सन पनि भनिन्छ, त्यसको बारेमा हिजोको अथवा पहिलो एपिसोडमा भनेको थियौँ भने आजको एक कप चियासँगै फेरि यो हप्ताभरि नै त्यही पहिलो खम्बा अथवा सोसल कनेक्सन किन चाहिन्छ, हामीलाई मान्छेहरूलाई मान्छे किन चाहिन्छ भन्ने कुरा लिएर आज पनि यहाँहरूसँग आएकी छु। र आज चाहिँ के भन्न चाहन्छु भने जम्मा सायद त्यो सानो 5 मिनटको कन्भर्सेसन किन नहोस्, तर जो मान्छेसँग बोल्दा आफूलाई राम्रो फिल हुन्छ, आफूलाई हलुका फिल हुन्छ, त्यस्तो मानिसहरूसँग कुरा गर्दा र त्यो एकदम मिनिङफुल थोरै बेर भए पनि कुरा गरेकोले चाहिँ हामीलाई सन्चो राख्छ अथवा हिल गर्छ भन्ने कुरा चाहिँ रिसर्चले पनि देखाउँछ र यहाँहरूले पनि आफ्नो अनुभवमा भोग्नु भएको हुनसक्छ। तर के गर्छौँ भने हामीहरू चाहिँ हरेक फ्यामिलीहरू, प्रायः जस्तो फ्यामिलीहरू चाहिँ हरेक दिन कुरा गरिरहेको हुन्छौँ, एकले अर्काले बोलेरै भइरहेको हुँदैनौँ, तर त्यतिखेर हामीले सुन्न भने कमै सुनिरहेको हुन्छौँ। बोल्न सबैले आफ्नो कुरा राखिरहेको हुन्छौँ, तर एकले अर्कोलाई सुनिरहेको चाहिँ हुँदैनौँ। हामी के को कुरा गर्छौँ भन्दा हामी बिल्सहरूको कुरा गर्छौँ, कसरी तिर्ने, यो तिर्नु छ, त्यो तिर्नु छ, कसरी कमाउने, कहाँ जाने कुरा गर्छौँ, भ्याइ नभ्याइको कुरा गर्छौँ। तर जब कसैले सोचिहेर्नुहोस् त, कसले चाहिँ तपाईँलाई भित्रबाट कस्तो छ त, तिमीलाई के भइरहेछ, के गरिरहेछौ भनेर त्यो काम बाहेक अरू कुराहरू बाहेक र यत्तिकै सोध्नको लागि मात्र होइन, सन्चै छ हलो त बाटोमा हिँड्ने मान्छेले पनि भन्छ, तर मिनिङफुल रूपमा साँच्चीकै कस्तो भइरहेछ भनेर बुझ्नको लागि वाट वाज द लास्ट टाइम समवन आस्क यु आर यु ओके। र जब हामीले सन्चोको कुरा गर्छौँ नि र लाइफस्टाइल मेडिसिनको कुरा गर्दा चाहिँ त्यस्तो त्यो एउटा साथ, त्यो एउटा सुन्ने मान्छे, भनेको बुझ्ने मान्छे, भन्न सकिने मान्छे र त्यो एउटा इमोसनल कनेक्सन त्यस्तो छ भने चाहिँ त्यो मान्छे आफ्नो जीवनमा त्यस्तो कोही मान्छे छ जोसँग भन्न सकिन्छ, सुन्न सकिन्छ भनेदेखि त्यस्तो हुने मान्छेहरू चाहिँ ओभरअल हेल्दी हुने गर्छन्। र जो मान्छेमा चाहिँ त्यो मिनिङफुल रिलेसन छैन, खालि बोलेर मात्र नभ्याइने, सुन्ने कोही पनि छैन, सुनाउन सकिने छैन, आफूलाई पोख्न पाएको छैन भने चाहिँ उनीहरू चाहिँ जतिसुकै धेरै परिवार भए पनि, जति धेरै साथी सर्कल भए पनि भित्रभित्र खोक्रो भइरहेका हुन्छन् र त्यसले चाहिँ उनीहरूको स्वास्थ्यमा असर पारिरहेको हुन्छ। के गर्न सकिन्छ त, प्रब्लम मात्र बताएर त भएन होइन। हामी सबैजना हुलमुलमा बाँच्छौँ, भ्याइ नभ्याइमा बाँच्छौँ, परिवार छौँ, तर सबैजना अघिल्लो दिन भनेको जस्तै सबैको आफ्नै फोन छ, आफ्नै ब्राउजिङ छ, के हेर्ने, कसरी गर्ने, इभन कुराको लागि पनि हामी छिट्टो टेक्स्ट गर्छौँ भनेर पहिलो दिनमा भनेको थिएँ भनेदेखि परिवारै भएर पनि, साथीसँगैको धेरै भएर पनि मान्छेहरू जब एक्लो हुन्छ त्यतिखेर चाहिँ त्यो एकाङ्कीपनाले, त्यो एउटा साथ नहुनाले, त्यो एकाङ्कीपनाले स्वास्थ्यमा असर त पारेकै हुन्छ। तर के गर्न सकिन्छ त हामीले यसमा भन्दा चाहिँ हामीले सानो कुराहरूबाटै हाम्रो घरैबाट प्र्याक्टिस गर्न सकिन्छ। जस्तो कि सोधिहेर्नुहोस्, आफ्नोलाई सोधिहेर्नुहोस्, आफैलाई सोधिहेर्नुहोस्, आज एउटा त्यस्तो के कुरा गर्नुभयो जसले चाहिँ द्याट मेड यु स्माइल, होइन, सानो कुरा किन नहोस्। र अरूलाई जब सुन्नुहुन्छ तपाईँले होइन, केही कुरा सोद्धा चाहिँ हामी हत्तपत्त चाहिँ उनीहरूलाई फिक्स गर्न लागिरहेको हुन्छौँ, जज गरिरहेको हुन्छौँ, उनीहरूले बोलेर सकाउन नपाई हामी आफ्नो कुरा राख्न अगाडि बढिरहेको हुन्छौँ। त्यस्तो नगरिकन कसैलाई, आफ्नो परिवार होस्, जीवनसाथी होस्, छोराछोरी होस्, बाबाआमा होस्, उहाँहरूलाई चाहिँ बिचमा नटोकिकन, नरोकिकन चाहिँ उनीहरूलाई सुधार्नलाई होइन, उनीहरूलाई सुन्नको लागि सुनिदिने गरौँ। त्यसले गर्दा त्यसले चाहिँ सुन्नेलाई पनि भन्नेलाई पनि औषधिको काम गर्छ।
र जब हामी त्यसरी सुनिरहेको हुन्छौँ नि, तेस्रो पोइन्ट के भन्न चाहन्छु भनेदेखि उनीहरूले जे बताइरहेछ, चाहे त्यो तपाईँको जीवनसाथीले बताएको होस्, छोराछोरीले बताएको होस्, बाबाआमाले, छोराबुहारीले, जसले बताएको होस्, साथीसँगै जसले बताएको होस्, त्यो कुराले चाहिँ आफ्नो कुरा राख्नुको सट्टा चाहिँ पहिला उनीहरूलाई सुनिदिएर हो त, हुनसक्छ, द्याट मेक सेन्स भनेर उनीहरूको फिलिङ्सलाई पनि कहिलेकाहीँ चाहिँ हामीले भ्यालिडेट गरिदिनुपर्छ। किनभने उनीहरू जुन तौरबाट आएको हुन्छन्, हामी त त्यही सुजमा बस्न सकिँदैन, त्यही उनीहरूको अनुभव हामीले गर्न सक्दैनौँ नि। त्यही भएर उनीहरूको नबुझिकनै हाम्रो अवधारणा दिने अथवा सजेसन दिने कुराले चाहिँ उनीहरूलाई चाहिँ कस्तो हुन्छ भने मलाई सुन्दै सुनेन भन्ने हुन्छ। स्पेसली प्यारेन्ट चाइल्डको कुरामा पनि, प्यारेन्टिङको कुरामा पनि त्यसले गर्दा चाहिँ एउटा कन्फ्लिक्ट भइरहेको हुन्छ, इस्युज ल्याइरहेको हुन्छ। हस्बेन्ड वाइफकोमा पनि तिमीले भनेको मात्र सुन्ने, मैले भनेको नसुन्ने आइरहेको हुन्छ। तर अर्को पार्टीले जसले बोलेको छ उसले सुनेर उसलाई मनन गरेर गुनेर जब समय दिन्छौँ नि, त्यसले सन्चो गराउँछ। अनि त्यसबाहेक नम्बर 4मा भन्न चाहन्छु कि एटलिस्ट दिनमा एउटा आफ्नो दिनको बारेमा कुनै एउटा अनेस्टली कुनै कुरा चाहिँ हामीले सेयर गर्ने गरौँ। त्यो नराम्रो कुनै कुरा लागेको छ भने त्यस्तै गरी, साँच्चीकै राम्रो फिल भएको छ भने त्यस्तै गरी, केही कुराले दुखेको छ भने त्यस्तै गरी, केही कुराको बदर गरिरहेको छ त्यस्तै गरी त्यो कुरा अनेस्टली सेयर पनि गर्ने गरौँ। त्यो गर्दा चाहिँ हामीलाई कस्तो भनेदेखि त्यो खाली पार्दै जान्छ। कहिलेकाहीँ त्यो भित्र भरिरहेका हुन्छ नि कति नचाहिने कुराहरू, त्यसलाई हलुका पार्न मद्दत गर्छ। र जे कुरा जोसँग बोल्नुहुन्छ नि, लास्टमा चाहिँ के भन्नुहोस् भने ग्ल्याड वी टक्ड, हामीले कुरा गरेकोमा कस्तो खुसी लाग्यो, हामीले कुरा त गर्न पायौँ भनेर एकले अर्कोलाई धन्यवाद दिने गर्नुहोस्। चाहे छोराछोरीसँग कुरा गर्दा होस्, बाबुआमासँग कुरा गर्दा आज हामीले कुरा गर्न पायौँ, खुसी लाग्यो चाहिँ भन्ने होस्। र अन्तिममा आएर चाहिँ के भन्न चाहन्छु भनेदेखि केही कुरा सन्चो गराउन, हिलिङको लागि चाहिँ घन्टौँ चाहिँदैन, घन्टौँ बसेर भन्ने सुन्ने गर्नु पर्दैन। तर 5 मिनट किन नहोस्, उसैलाई समय दिएर जब हामीले सुन्छौँ नि, जसको लागि भनेर बसेको छौँ, त्यो दिएको समयले त्यो सायद 5 मिनट किन नहोस्, त्यसले चाहिँ धेरै सन्चो गर्छ त्यो मान्छेलाई। र त्यो मान्छेले पनि भन्न चाहन्छ मलाई पनि त कोहीले सुनिदिने रहेछ, मलाई पनि कोहीले बुझिदिने रहेछ। र त्यस्तै गरी तपाईँले पनि आफूले त्यस्तो मान्छे पाउनुपर्छ जसलाई सुनाउन सक्नुहुन्छ। त्यही भएर आजको कुरा फेरि समिङ अप गर्दा चाहिँ के भन्न चाहन्छु भनेदेखि हाम्रो लाइफस्टाइल मेडिसिनमा औषधि बिना नै कति कुरामा चाहिँ हामीले डेली व्यवहारहरूमा, दैनिक व्यवहारहरूमा परिवर्तन ल्याएर पनि हाम्रो स्वास्थ्यलाई सुन्दर पार्न सक्छौँ, हाम्रो हेल्थलाई चाहिँ अझ बलियो बनाउन सक्छौँ। र तीहरूमध्ये चाहिँ एउटा प्रमुख खम्बा चाहिँ हाम्रो सोसल कनेक्सन हो, फ्यामिली कनेक्सन हो, मान्छेहरूसँग कुरा गर्ने र एकअर्कासँग बोल्ने सुन्ने शैली हो। र त्यो 5 मिनटको पनि महत्त्वपूर्ण कुराले चाहिँ हामीलाई सन्चो बनाउँछ। त्यही भएर लामो घन्टौँ फोनमा बिताउनु पर्दैन, एकछिन फोनहरू नभइकन 5 मिनट त्यस्तो गरेर कोहीसँग बोलिदिनुहोस्, सुनिदिनुहोस्, परिवारसँग सुनाउनुहोस्। त्यसले चाहिँ तपाईँलाई खाली पर्छ र सन्चो पार्न मद्दत गर्छ। र यति भन्दै आउने दिनहरू पनि यो हप्ताभरि त म सोसल कनेक्सनको कुरा गर्छु, आउने दिनमा यस्तै गरेर बाँकी अरू खम्बाहरू पनि हाम्रो स्वास्थ्यको लागि लाइफस्टाइल मेडिसिनको अरू 6 पिलर्सको बारेमा कुरा गर्ने नै छु, सुन्दै गर्नुहोला। यदि यहाँहरूले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु सब्सक्राइब द च्यानल, बिकज दिस विल हेल्प मी, दिस विल encourage me, inspire me to make more videos. Again, take a good care of yourself. Haida. Thank you.